यस्तो अप्ठ्यारो भिड छ। पनि हेर्नु रमाइलो लागिरहेको छ। यस्तो मामालाई जाने बाटो एकदम रमाइलो लागिरहेको छ मलाई चाहिँ। काका भतिज फुपूको नाति र फुपूको भदै जाँदैछ। एउटाले चाहिँ भिडियो पनि गर्दैछ घरिघरि। हामी चाहिँ भन्ज्याङ घरको घुमेर आएको। अनि छ मामा पार्टीमा हामी खाजा खाएर आयौँ। यहाँ आइपुग्यौँ। यस्तो बाटो थियो यी हाम्रो मावलमा जाने बाटो यो हो। घरबारी अहिले पनि राम्रै बाटो रहेछ हौ। यस्तोमा चाहिँ हिँड्नु मिठो लाग्छ। मेलो जान्छ हिँड्नु। खतरा राम्रो बाटो लाग्यो। हलदारको भाइ यो हलदारको काका ऊ त्यहाँ लाठी टेक्दैछ। बुढो त होइन पनि टेक्यो केटोले। कुहिरो लागिरहेको छ। यस्तो चैतको दिन हो। खाना मामाली गाउँमा यस्तो कुहिरो लागिरहेको छ। यहाँ बाटो आएको हामी। यो बाटो आएको त्यो देखिने बाटो चाहिँ होइन। माथिल्लो बाटो आएको।